So hello, namaste and welcome back to my channel. This is M09. You are watching my vlog. अहिले हामी सब नागपोखरीतिर हैन यो टाढा जानुपर्ने छ, त्यही भएर गइरहेछौँ टाढातिर। अघि एकछिन भिडियो बनाएको थियो, फोन आएर त्यो पनि के भयो छोडिदिउँ। अब कति कुरा नगरौँ, पुरानो कुरा बिती बाटो मिटिडालो हैन, पुरानो कुरा छोडिदिउँ, नयाँ कुरा गरौँ। कहाँ जाँदै हो यो सरकारी गाडी? के लिएर जाँदै? वासिङ मसिन बोकेर जाँदै हो सरकारी गाडी? हो माई गड, यसलाई पनि चाटिदिने हो कि आशिका दिदी जस्तो गाली गरिदिन्छ होइन? नचाटौँ, त्यस्तो गर्नु हुँदैन दाइ। कहाँ जाँदै हो सरकारी गाडी लिएर? गाह्रो छ होइन, हावाहुरी चलाएको छ, फेरि बिस्तारै हिँड्नुपर्छ हामीले, न त फेरि हावा छिर्छ हेलमेटमा। के भएर बिस्तारै हिँड्नु छिर्दैन होला, त्यही भएर बिस्तारै 36 को स्पिडमा गइरहेको छु म। 37, 38, 39, 40। ओहो हावा आयो, दाल सिटी बजायो। ओ दाल सिटी बजायो। यस्तै हो, बिस्तारै जाउँ। दरबारमातिर पुग्दैछौँ हामी होइन, देशी दरबारमा। बाइ द वे देशी नट अब आउँछ दरबारमा। यो दरबारमा र नागपोखरीको बिचको बाटो, ठुलो कन्स्ट्रक्सन भइरहेछ। हावाहुरी छिर्यो, फेरि बिस्तारै जाउँ, रमाइलो हुन्छ होला। बिस्तारै बाइक चलाउनु पर्छ, बिस्तारै, किनकि बाइकको कन्डिसन ठिक छैन, त्यही भएर बाइक बिस्तारै चलाउनु पर्छ, सम्झे? हो अहिलेसम्म बाइक सर्भिसिङ गराएको छैन, कहिले गर्ने होला हेरौँ। यतातिर जाउँ। स्पिड चलाएर कामै देख्दिनँ म, हावै छिर्छ स्पिड चलायो भने। गाडीमा पेट्रोल पनि छ जस्तो लागेन, हेरौँ कहाँसम्म पुगिन्छ। यस बाहिर देशी दरबार मार्ग होइन, बाटोमा दरबारमा पुगिसक्यौँ। दरबारमा पनि भिड छ, त्यसपछि बिस्तारै गएर कहाँ पुगिन्छ हेरौँ। एउटा हेलमेटको कुरा गरिरहेको थिएँ, हेलमेट किन्छु भनेर, हेरौँ त्यो भाइले के भन्छ। त्यो घाममा यो बाइक चलाउँछ, थाकिसक्यो। के गरे हो गर्न के खोज्यो हो? यता गएर कामै छैन, यता जानुपर्छ। ओ त्यो हाम्रो नेपालको झन्डा मस्त छ। फेरि हावा चल्यो यार, कस्तो हावा चल्यो, म त पागल भइहाल्छु कुन दिन हावाले गर्दा। ल त आउनु न यता भन्नु। त्यहाँ जाँदा जाम नपरिहालोस्। यो भाइ दो हाम्रो रत्न पार्क। गाडी गर्नुभएको दरगाली, राइट गयो भने रत्न पार्क, लेफ्ट गयो भने बागबजार। ओ लट्स अफ टाइम लेफ्ट, 84 सेकेन्ड्स होइन। गर्मी धेरै छ, लट्स अफ गर्मी इन द टाउन होइन, के गर्ने हो। एउटा दाइ बेचारा बाइक ढकाल्दै, के भएको दाइको बाइकमा? खुट्टा ढकालिदिनु पर्छ जस्तो छ है। दाइले टाढा थियो बेचारा। ओ माई गड, लट्स अफ फुल इन द टाउन। जस यो मौसममा होइन भ्याली ब्युटिफुल देखिन्छ होइन। यो के हो, कोहीलाई भत्काउने भने होइन, बालेन दाइ भत्काउने होइन, बन्दैछ जस्तो लागिरहेको छ। हेरौँ के हुन्छ। एउटा गयो पल्सर 150 रेस गर्दै। यहाँ पनि रेस गर्न सक्छौँ तर गर्दैनौँ, किनकि वी आर अ गुड सिटिजन। रेस गर्नु हुँदैन, इट्स नट गुड टु डु रेस। त्यो पनि यस्तो बाटोमा, त्यो पनि बेचारा पुरानो बाइकले रेस त गर्नै हुँदैन। रेस गर्नको लागि बनेको R15 MS, NS, MT, ड्युक, अरूको थियो। त्यही त आफ्टर 150 पछिको सब बाइक रेस गर्न बने हो। यो त 160 हो, त्यही पनि कुदाउनु नयाँ स्पिड, इट्स नट गुड।
मलाई डर लाग्छ कुन बेला इन्जिन खुलेर झरिदिन्छ भनेर। जय हो भगवान, जय भगवान। भद्रकाली मन्दिर। वी आर गोइङ राइट, सरी लेफ्ट। गाइस अब धरारा न्युली मेड बाई आवर जियोयन, जसको लिफ्ट पनि बिग्रियो सुने अनुसार। बन्न बित्तिकै लिफ्ट बिग्रियो। कुन कम्पनी लिफ्ट राखेको थियो यार? यसो त यस्तो राम्रो हो हाम्रो मोनुमेन्टलाई, बिग्रेको लिफ्ट हाल्नु त भएन नि होइन? करोडौँ अर्बौँ खर्च लगाएर के भन्ने, केही नभन्ने, चुप लागेर घर जाने। सरी घर जाने होइन, चुप लागेर आफ्नो काम गर्ने। कहाँ पुग्यौँ? सिटिसी मल पुगिसक्यौँ हामी। फेरि यहाँ जाम छ जस्तो लाग्यो। यहाँको जाम मलाई मनै पर्दैन यार, एकदम ठुलो जाम हुन्छ, दिमाग खराब गर्ने जाम। खै ज्ञान गुणको बाटो भइरहेछ। जाउँ कि यतै बसौँ? यतै बसौँ, धेरै गाडी नजाउँ, जाममा बसौँ। यस्तो भिडियो हेरेको थियो एउटा, ट्राफिक लाइट भन्दा चाहिँ यहाँ क्यामेरा नलगाउँ भनेर। कहाँ लगाउने? टाउकोमा त हो यो। जम खुल्यो जम नखुलिसक्यो हौ। बाहिर जाम खोल्यो, एकछिन बसेर होइन। जाममा बसेर भिडियो के देखाउने होला, कामै छैन त्यसको। ट्राफिक लाइट फेरि रोकिदियो भने म त भागिदिन्छु। ओके दाइ ओके, म त्यतैबाट भन्नु, त्यो जान मिल्दैन। बाइक आज बनाउँछ होला, हेरौँ। त्यो भाइ खै यसो हेर्दै थियो मलाई कि म कुनै एलियन छु जस्तो होइन। त्यसो त नहेर न भाइ यार, आइ एम नट अ एलियन होइन, क्या पनि मान्छे म। मान्छेले भन्दैन तर आफैलाई राम्रो भने मैले। ट्राफिक दाइ त ड्युटीमा लागिसक्छ यार, यहाँ फाइन कटाउने कुरा हो। न म छोड्दैन, त्यो छोड्दैन। यो get out the way, ट्राफिक भन्छ होला। मान्छे आएको भए भन्नुपर्छ त्यसलाई, दाइ नजानु फाइन काट्दैछ भनेर। अझै 3-4 बचाएको बेचाराहरूलाई 1000-3000 रुपियाँ। कुकुर मस्त बसेर शीतलमा, मस्त चलाएको छ हुडीमा। यहाँ बागमती कोरिडोर, बागमती होइन हो त्यस्तै लाग्छ। ओहो सफ हावा। ओहो म त उडायो हावाले मलाई, उडायो हावा ठन ठन। कुन नजिक मोडल लाग्छ यार होइन? ए हिजो बुद्ध जाँदै थियो। त्यही त यस्तो हावा चल्या हो, म त पागल हुन्छु यार। यस्तो हावा कहीँ यस्तो हावा चल्छ। त्यही त फेरि हावा चल्छ। खै 10 स्पिड चलाउनु हो क्या हो? म त
हावाले यो गाह्रो छ भएन यसरी हावा चल्दा काम भएन बाहिर हामी कहाँ सानेपातिर पुग्न सक्छ ओलाई बन्द गरिदिनु पर्छ